एभ्रिवान नमस्ते आयो सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु फेरि पनि आइसकेँ सदा आज नयाँ भिडियो एन्ड भ्लग लिएर अनि अहिले म उता बन्सरी जान लागेको कस्तो हुन्छ यदि मेरो लास्टसम्म नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला सब्सक्राइब गरेर फेरि अनसब्सक्राइब नगर्नु होला है साथीहरू यस्तो गर्नुहुन्छ होला न कसैले नगर्नु होला सब वातावरण देखाउँदै गाउँतिरको हालखबर बुझ्दै सर अहिले त्यही गरेर भेटौँला कहाँ जान्छ भेट्नु होला रोक्नुहुन्छ अहिले त उठेको यस्तो छ यो बाटोलाई हेर्नुहोस् साइजहरू कहिले भन्छ हामीले कहिले त दुःख पाउने यता यस्तो पानी राखेको छ यति सानो बाटो उहाँ टिप्पर आइरहेको कता जानु उहाँ टिप्पर आइरहेको बाटो कता जाने हामी कता जाने त्यतातिर नामै धानबारीतिर हामी यसरी यहीँ रोक्यौँ टाढा त्यो आउँदैछ बाटोमा हामी कता जाने हेर्नु बाटो यस्तो छ एउटा हाइवा हिँड्यो भने टिप्पर हिँड्यो भने अर्को मान्छे हिँड्नै मिल्दैन यता यस्तै हिलो छ त्यो बाइक पनि बेला के हुन्छ बाटा ठुलो छैन त्यही भएर बाटा पानी आइरहेको हो त्यस्तो बाटोबाट छोडेर फेरि यस्तो रात मिल्ने बाटोतिर चाहिँ आइयो अब चाहिँ बजार पुग्छ ग्यास आइरहेको आइसक्यौँ यहाँ हिँड्दैछौँ यस्तो दामी मलाई नि किनिदिँदै छ स्नेली है भोलि बर्थडे गर्दै आफै सपिङ गर्दै हुनुहुन्छ यस्तो यस्तो बिजो भयो कि नि होइन यस्तो दामी दामी हो आउनु होला चाहिँ घुमफिर डुलेर बन्सतिर गएर यहाँ आइसक्यौँ यस्तो दामी होइन कसैलाई चाहिए पऱ्यो सम्पर्क गर्नु होला अरे बिक्रीमा छ अरे कति ठुलो पानी आयो अहिले फेरि यस्तो घाम चर्क्यो कि यस्तो टलक्क घाम टल्किहान् होइन अरे केटाकेटी खेलिरहने त्यहाँ के साथीहरू अरूले यसो राम्रो गरेको त देखिन सक्नु पुरा घाटिहाल्छन् ए यस्तो यस्तो अरे डा लायो तिमीहरूले नि बनाऊ न के को डा हो के को रिस मैले जस्तो जाने हो त्यस्तै गराएको डालाई गराउनु नि अरूको कुरा काटेर बस्नु भन्दा त होइन युट्युबमा हेर्नुपर्छ नि टिकटकमा हेरेर हुन्छ खै कहाँ उहाँ आइज हामी चाहिँ यता रिसोर्टतिर हिँडेको छोटकरीमा रिसोर्ट हिँडेको यहाँ यस्तो पानी छ होइन यस्तो यहाँ साग रहेछ नि टिप्ने अन्त है होइन त्यही रिसोर्ट हिँडेकै तपाईँहरू कताबाट जानुहुन्छ हामी त्यता जान्छौँ है रिसोर्ट तपाईँहरू टाढा घुम्छ हामी चाहिँ यस्तो घाँस छ कि रिसोर्टमा यहाँको घाँस काट्नु रहेछ भनेर हेर्न हिँडेको हेर्नु बर्थडेको घाँस काट्न जानुभयो ओ अहिले लडिन् त लडिन्न यताबाट यतिबाट हो जाने हेर्नु त यस्तो ताल छ पोखरी ताल आउनु पो छैन आउनु इ त पुरै
तपाईँको म भला गरेर आइरहेको यस्तो यस्तो हिँडिरहेको हामी हेर्नु होला रिसोर्टमा हिँड्यौँ यस्तो बाटो रिसोर्टमा हिँड्यौँ बर्थडे गर्नलाई खोज्दै भोलि बर्थडे भनेर आजै घाँस काट्नु हो भोलिको लागि आज ह्याप्पी बर्थडे टु यु है सलक्क सट्ट पार्नु कस्तो भयो त घाँस काट्दा कस्तो अनुभव भयो त्यहाँ जानु पाइन्न रिसोर्टमा हेर्न नै म यस्तो बाटो यहाँ रिसोर्ट हिँडिरहेको छु ओ माई लर्ड ओ माई गड यस्तो झाडी झाडी हुन्छन् लुम्बिनी प्यालेस रिसोर्ट हामी चाहिँ यताबाट आएको है यस्तरी